यहाँहरु सबैलाई नमस्कार। आज म तपाईहरुलाई चाहिँ यो पोखरादेखि याङजागोडसम्मको यात्राको भिडियो प्रस्तुत गर्दैछु। ध्यान दिएर चाहिँ सुनिदिनु होला र तपाईहरुलाई मन पर्यो भने यस च्यानललाई चाहिँ सब्स्क्राइब, लाइक र शेयर गर्न नबिर्सिनु होला। अहिले हामी चाहिँ यो जुन पोखराबाट जुन यो हाम्रो के भन्छ विजयपुर खोला छ, विजयपुर खोलादेखिको हाम्रो याङजागोडको 4 वडा तारकाङसँगको एरिया यो भिडियो देखाउँदैछु। यो कामको सिलसिलामा जाँदाखेरि बाटोमा बनाइएको भिडियो हो। तपाईले देख्न सक्नुहुन्छ एकदम बाटोमा यो रमणीय दृश्य सहित तपाईहरुलाई चाहिँ ठाउँ ठाउँमा देखिएको दृश्य सँगै हिमाल पनि देखिन्छ ठाउँ ठाउँमा। त्यो हिमाल पनि हेर्दै जानु होला। अहिले हामी चाहिँ यो खोलाबाट माथि गइसकेपछि बीचको बाटो भनेको हामी यो सुनपदालीको एरियामा छौं। अहिले हामी सुनपदालीबाट माथि लागिसकेपछि चितेपानी आउँछ हैन, त्यो एरियाको पुग्न लागिसकेका छौं। त्यो बीचमा चाहिँ हामी ठुलसहरा जाने बाटो पनि तपाईलाई प्रस्तुत गर्छौं हैन। ठाउँ ठाउँको दृश्य अवलोकन गराउँदै बीचमा देखिएको दृश्यहरु, रमाइलो दृश्यहरु पनि तपाईहरुलाई चाहिँ प्रस्तुत गर्दै हामी चाहिँ यो भिडियोलाई चाहिँ अगाडि बढाउन चाहन्छौं। र तपाईले अहिले देख्न सक्नुहुन्छ यो हामी चाहिँ अहिले हामी यो चितेपानी एरिया मा छौं। अहिले हामी चितेपानीमा भन्दा मुनि यो ठुलसहरा भन्दा अलिकति मुनिको गाउँ जुन एरिया छ त्यो एरियामा यो हाम्रो यात्रा सुरु भइरहेको छ। तपाईले देख्न सक्नुहुन्छ है त। हामी चाहिँ यो जाँदाखेरि चाहिँ बाटो पनि कस्तो छ हैन, कुन कस्तो भन्नाले अब पिच लगभग प्राय धेरै जसो बाटोहरु के रे पिच नै छन्। तैपनि तपाईहरुलाई देखाउन खोजिरहेको छ। बीचमा यो हामी अब तपाईहरुलाई देखाउन खोजेको चाहिँ एरिया भनेको अहिले हामी चितेपानी एरिया पुग्न लागेका छौं। त्यहाँबाट देखिने दृश्य जुन बाहिर देखिने हिमाल अनि अलिकति वन जंगलको बाटो भएको कारणले रमणीय दृश्य, हरियाली दृश्यहरु त्यो पनि तपाईहरुको लागि चाहिँ प्रस्तुत गर्दै छौं। तपाईले हेर्दै अघि बढ्न सक्नुहुन्छ। यो भिडियो हेरिसकेपछि तपाईहरुलाई चाहिँ मन पर्यो भने आफ्नो साथीभाइसँग चाहिँ शेयर गर्न नबिर्सिनु होला, शेयर गरिदिनु होला। र बीचमा चाहिँ तपाईहरुलाई केही कुराहरु मनमा कुरा खेल्यो भने कमेन्ट बक्समा गएर कमेन्ट पनि गरिदिनु होला है त। र अहिले हामी चाहिँ अब ठ्याक्कै चितेपानीबाट तल झरिसक्यौं। चितेपानी तल झरिसकेपछि यो चिप्लो एकदमै चिप्लो बाटो, त्यो चिप्लो बाटोमा चाहिँ तपाईले एकदम होशियार साथ चाहिँ यात्रा गर्नु होला। त्यो एरियामा चाहिँ चिसो छ किनभने यो पुरै तपाईको त्यो शीत जमिरहेको अवस्था छ। मलाई माटेको औषधि झोलमा चाहियो। यो तपाईले देखिरहेको दृश्य चाहिँ अलिकति यो बाटो चाहिँ अलिकति चिप्लो पनि छ, शीत परिरहेको अवस्था हुन्छ। यहाँ यो ठाउँमा चाहिँ घाम एकदम कम लाग्ने भएको कारणले एकदम शीत पर्छ। तपाईहरु यो बाटो यात्रा गर्दाखेरि चाहिँ अलिकति होशियारपूर्वक चाहिँ गर्नुपर्ने हुन्छ किनभने यो हाम्रो अहिले जाडोको सिजनमा चाहिँ त्यहाँ त्यो ठाउँमा चाहिँ घाम देखिन्न। घाम नदेखिँदा चाहिँ हाम्रो बाइक अथवा स्कुटीहरु अथवा चारपाङ्ग्रे गाडी भए पनि चिप्लिने सम्भावना अलिक बढी भएको कारणले यो एरियामा यात्रा गर्दा चाहिँ अलिकति होशियार भएर चाहिँ हामीले यात्रा गर्नुपर्ने हुन्छ है। अलिकति समस्या छ यो बाटोमा चाहिँ चिसो छ हैन। त्यो यात्रा गर्दा त्यहाँ चाहिँ अलिकति फेरि बाटो पनि हाम्रो यो अलिकति घुमौरो अथवा घुम्ती बाटो नै हो यो हैन। पुरै घुम्ती छ, हेर्नु तपाईले देख्न सक्नुहुन्छ पुरै घुम्ती बाटो छ। त्यसमा पनि तल चाहिँ कहिले पनि कुनै समय पनि घाम नदेखिने अवस्थाको बाटो पनि छ किनभने त्यो ठाउँमा चाहिँ एकदमै शीत परिरहेको अवस्था हुन्छ। त्यो शीत परिसकेपछि चाहिँ अलिक गाह्रो हुन्छ है। त्यसको लागि चाहिँ तपाईले अलिकति होशियार भएर अलिकति केयरफुल्ली भएर चाहिँ यो बाटोमा चाहिँ यात्रा गर्नु होला। अहिले देखिरहेको घुम्ती चाहिँ हाम्रो रातोमाटेभन्दा तलको यो घुम्ती जहाँ चाहिँ हामी भैँसी खोला पुग्नुभन्दा अगाडिको घुम्तीहरु देखिरहेछ। त्यो यात्रा त मैले देखाएको छु। बीचमा यो एरिया चाहिँ अब हिमालहरु पनि देखिन्छ अलिअलि, धेरै त नभनौं थोरै चाहिँ हामी हिमाल पनि देख्न सक्छौं। हिमाल हेर्दै यो दृश्य चाहिँ अवलोकन गर्दै तपाईहरु चाहिँ झर्नु होला। बाटो ओह्रालो पनि छ र जहाँ चाहिँ चिसो पनि छ त्यो बाटोमा। चिसो कसरी छ भन्दा चाहिँ शीत पर्छ भनिहाल्यो मैले त शीत। यो चाहिँ अब ठ्याक्कै भङ्गेरीको हो। यो ठाउँ चाहिँ भनेको एकदम लामो समयसम्म चाहिँ घाम नलाग्ने यो झन् अलिक खतरा एरिया, सबैभन्दा डेन्जर एरिया भनेको यो भङ्गेरी एरियालाई मानिन्छ। यहाँ बाटो एकदमै स्ट्रेट पनि छैन, एकदम ओह्रालो छ। त्यही ठाउँमा चाहिँ ओह्रालो भएको कारणले फेरि त्यहाँ चाहिँ शीत पर्छ। शीत परिसकेपछि अलिकति होशियार साथ चाहिँ हामी यात्रा गर्नुपर्ने हुन्छ। तपाईले यो ठाउँलाई चाहिँ राम्रोसँग हेर्नु होला र यात्रा गर्नु होला। देखिरहनु होला पुरै पानी परेको जस्तो, जुन असार साउनमा पानी परेको जस्तो चिसो बाटो पानी नै बगिरहेको छ र गाडीहरुको हिलोले गर्दाखेरि एकदमै चिप्लिने सम्भावना चाहिँ अति नै भएको कारणले अलिकति यो बाटोमा चाहिँ होस पुर्याएर यात्रा गर्न हुनु चाहिँ म हार्दिक अनुरोध गर्दछु।
अब यसमा चाहिँ हामी 2 जना चाहिँ सवार छौँ एउटा बाइकमा सवार हुँदाखेरि चाहिँ तपाईँहरूलाई चाहिँ अलिकति यो दृश्य पनि देखाउँ नि त भन्ने हिसाबले चाहिँ बनाएको भिडियो यो। राम्रो नहुनसक्छ, बाटो क्लियर रूपमा देखिएको चाहिँ छ। यसलाई जस्तो भए पनि राम्रो सम्झेर ठानेर सबैजनाले हेरिदिनु होला। अब मैले बारम्बार भन्न नै पर्दैन, यसलाई लाइक्स सेयर अब च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। किनभने यो मिहिनेत यस्तो असिलो बाटोमा पनि हामीले धेरै मिहिनेत गरेर चाहिँ यो भिडियो सानो भए पनि भिडियो बनाएका छौँ। तपाईँहरूले चाहिँ खुब मन पराइरहन्छ भन्ने चाहिँ हामी विश्वस्त पनि छौँ। अब हामी यसै गरी अब ठ्याक्कै यो भैँसीको पुलमा पुग्न लागेका छौँ। यहाँबाट चाहिँ अब हामी यो पुल कटिसकेपछि चाहिँ भैँसी बजार हो। यो बजारबाट पुल कटिसकेपछि चाहिँ अहिलेको लोकमार्ग पनि यही बाटोमा पर्छ, त्यो पनि हामी तपाईँलाई देखाउँछौँ। यो देखिएको चाहिँ ठ्याक्कै भैँसी बजार भन्छ यसलाई, खोलाको एरिया हो। यहाँ चाहिँ 2-4 घरहरू र यसो सानो सानो बजार पनि हुन्छ। यहाँ पारी गइसकेपछि अब हामी यहाँ चाहिँ रेस्टुरेन्टहरू माछासाछा खाने ठाउँ पनि यही ठाउँमा छ होइन। यहाँ चाहिँ खाजा खानलाई बस्ने एरिया पनि हो। खोला छ, खोलाबाट चाहिँ राम्रो अब दृश्य पनि देखिन्छ। यो खोला तरिसकेपछि अब हामी पारिपट्टि लोकमार्ग बाटोमा पुग्छौँ। ल हेर्नुहोस्, अब यो देखिएको चाहिँ मादी खोलाको पुल हो। यो मादी खोला पुलबाट हामी पारी लागिसकेपछि मादी गाउँपालिका वडा नम्बर 4 सुरुवात हुन्छ। यो बिचको चाहिँ अलिकति भत्किएको बाटो हो। यो चाहिँ किनभने मध्य पहाडी लोकमार्गको ठाउँ हो, त्यसले गर्दाखेरि चाहिँ छोइएको छ, जसले गर्दा चाहिँ अलिकति कच्ची पनि देखिन्छ। यहाँ चाहिँ अब मध्य लोकमार्गको बाटो पनि छुन्छ है, अलिकति यहाँ चाहिँ कच्ची छ। यहाँबाट चाहिँ तपाईँ देब्रे साइड लाग्नुभयो भने चाहिँ हामी मध्य लोकमार्ग हुँदै यता चासो हुँदै हामी माथितिर के अरे छाचौक निस्केर हामी माथि जान पनि सक्छौँ, नसकिने छैन। अहिले चाहिँ हामी अब एकदमै हामी याङजाबाट चाहिँ स्टेट यो चाहिँ हाइवे हो। हामी याङजाबाट त पुग्दैनौँ, तैपनि हामी याङजाबाट जाने बाटो हो यो। हामी तारकाङसम्मको यात्रा हामी तपाईँहरूलाई देखाउँदैछौँ यो भिडियोमा। पछि तपाईँहरूलाई आवश्यक परेर कमेन्ट गर्नुभयो भने हामी त्यसभन्दा माथि तारकाङबाट चाहिँ याङजाबाटसम्मको बिचको बाटो पनि हामी तपाईँलाई देखाउँछौँ। यो काँडे हो है, काँडेबाट चाहिँ हामी अब उकालो लागिसक्यौँ। अब अलिकति बाटो उकालो हुन्छ, देख्दा राम्रो छ, हरियाली डाँडाकाँडा सबै देखिन्छ। पारीको गाउँ बस्तीहरू तपाईँ पारीदेखि हिमालहरू पनि देखिन सकिन्छ होइन। बिचमा बाटो कति पहिरो गएर अलिकति असिलो बाटो पनि छ, धेरै चाहिँ होइन, अलिअलि कति बर्खा पहिरो गएको ठाउँ हो। र यहाँ चाहिँ बिचमा खोल्साहरू पनि छ, खोल्सामा कलपट चाहिँ छैन, जसले गर्दा पानी आएको बेला चाहिँ हामी अलिकति यात्रा गर्दाखेरि केही समय रोकेर पनि यात्रा गर्नुपर्ने हुनसक्छ। त्यो चाहिँ हामी ख्याल गरेर यात्रा गर्छौँ। अब हामी अगाडि बढ्छौँ। अगाडि बढिसकेपछि तपाईँले देखिरहनु भएको छ अलिकति होइन, दुईपट्टि चाहिँ राम्रो बाटो, भिरहरू देखिया छ, त्यसले गर्दा पनि त्यो बिचको एरियाले नै हामीलाई राम्रो देखाएको छ, सिनहरू राम्रो छ, त्यसरी बुझ्नु होला। र अब हामी बिस्तारै उकालो उभिँदै माथि जाँदैछौँ। त्यो बाटो तपाईँले देख्दा कति राम्रो छ हेर्नुहोस्। अलिकति सिन बिहानको नि पयाला घाम होइन, जसले चाहिँ मनोरह दृश्य चाहिँ प्रस्तुत हुन्छ भन्ने चाहिँ मलाई लाग्छ। तपाईँले हेर्न सक्नुहुन्छ। हामीले यदि तारकाङसम्मको एरियालाई मात्रै हामी टार्गेट गरेर यो भिडियो चाहिँ हामीले प्रस्तुत गरिरहेका छौँ। हामी अब तारकाङ पुग्नलाई अझै केही समय लाग्छ। हामी बिच बाटोमा छौँ। यो चाहिँ तारकाङ पुगिसक्यो। अब तारकाङ पुगिसकेपछि यो चाहिँ वडा कार्यालय हो। वडा कार्यालयको बिचमा तपाईँहरूले देखिहाल्नुभयो। यहाँ गएपछि हामीले गरेको कामहरू गतिविधिहरू पनि तपाईँलाई यसमा प्रस्तुत गरिएको छ। ध्यान दिएर सुन्नु र हाम्रो यस च्यानललाई चाहिँ लाइक सब्सक्राइब र कमेन्ट गर्न भने नभन्नु होला। यहाँ सबैलाई धेरै धन्यवाद। यो भिडियो चाहिँ सकेसम्म धेरैजनाले चाहिँ हेरेर सेयर गरेर सबै सामु पुर्याइदिनु हुन पनि म अनुरोध गर्न चाहन्छु। हस् त, धन्यवाद।